बोल्न पाइन्छ, हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ, नागरिकको मुखमा टेप टाँसिएको छैन। सर्वसत्तावादको विरुद्ध बोल्न पाइन्छ, संविधानको चिरहरण गर्नेका विरुद्ध बोल्न पाइन्छ, संविधान र कानुनी राज्यको खिलाफमा सेटिङ र बन्द कोठाभित्र भएका अँध्यारा षड्यन्त्रको विरुद्ध बोल्न पाइन्छ। 2007 सालदेखि 2046 साल 2062-63 सालसम्मका ऐतिहासिक क्रान्तिहरूले भन्छन् नागरिकहरू सार्वभौम सम्पन्न हुन्। त्यसकारण नागरिकको बोल्न पाउने अधिकारलाई कसैले पनि कुण्ठित गर्न सक्दैन, त्यसैले बोल्न पाइन्छ। हामी यहाँ छौं, यो हामीले ल्याएको व्यवस्था हो। आज दरबारमा जस्तै रजाई गर्नेहरू संघर्षका कठिन दिनहरूमा कहाँ थिए दुनियाँलाई हिसाब किताब थाहा छ। सरपष्ट मानव सागरले भन्छ खड्ग प्रसाद ओली कागजी बादशाह हुन्, ती ढलिसके अब अन्तिम घोषणा गर्न बाँकी छ। जब बादशाह या तानाशाहले आफ्नो कदलाई घटाउँदै जान्छन्, त्यति बेला राज्यको सम्पत्तिको दोहन गर्दै कागजका अग्ला कदका प्रतिमाहरू मात्रै होइन बुख्याचाहरू बनाउँछन्। खड्ग प्रसाद ओलीले त्यही गरेका छन्। यो अधोगति हो। त्यसकारण यहाँ केही चालहरू छ, हामीलाई बोल्न पाइँदैन भन्ने। केपी ओलीलाई एरियाबन्दी गर्नुपर्ने कारणको जस्टिफाई गर्नुहुन्छ? कोहीले बोलाउने बयान ल्याए हुन्न र भने है क्या। गौरी बहादुर कार्की स्टाटसहरू हामी हेरे आएनौँ र केपी ओलीले तिमीलाई बयान दिनु होला? त्यो त टिकाराम यात्रीले पनि दिनुहुन्न। मैले त धेरै परको कुरा। उहाँले केपी ओली भेट्न जानु होला त सुशीला कार्कीलाई फेरि? केपीजीले त बालकोटमा आऊ भनेर रूपेश श्रेष्ठजीको अन्तर्वार्तामा भन्दै भेट्न जानु